परमेश्वर किन मानिस भएर यस संसारमा आउनु पर्यो? 5 वटा सत्यता जो म तपाईहरुको बीचमा म बताउन चाहन्छु। पहिलो सत्यता भनेको चाहिँ परमेश्वरले मानिसलाई आफ्नै स्वरूपमा सृष्टि गर्नुभयो। परमेश्वरले मानिसलाई आत्मिकतामा र नैतिकतामा उहाँले मानिसलाई सृष्टि गर्नुभएको हामी पाउँदछौँ। तथापि मानिससँग चाहिँ शरीर छ, अनि प्राण छ, अनि यो आत्मा छ। अनि यो शरीर चाहिँ संसारप्रति चेतनशील छ, अनि यो प्राण आफैप्रति चेतनशील छ भने यो आत्मा चाहिँ परमेश्वरप्रति चेतनशील भएको हामी पाउँछौँ। र दोस्रो सत्यता चाहिँ के छ भन्दाखेरिमा मानिसलाई परमेश्वरले जुन आज्ञा दिनुभएको थियो त्यो आज्ञा चाहिँ उल्लङ्घन गरेको हामी पाउँदछौँ। र त्यो आज्ञा उल्लङ्घनसँगै त्यहाँनिर पाप आएको हामी पाउँदछौँ। अनि पाप भनेको नै परमेश्वरको आज्ञा उल्लङ्घन गर्नु हो। अनि तेस्रो सत्यता भनेको पाप आएपछि पापसँगै त्यहाँनिर मृत्यु पनि आएको छ। अनि मृत्यु भनेको के हो भने मृत्यु भनेको चाहिँ परमेश्वरदेखि पूर्ण रूपमा अलग हुनु हो। तर परमेश्वरले त्यो चाहनु भएन। त्यस पछाडि हामी चौथो सत्यतालाई हामी हेर्छौँ भने मृत्यु आएपछि मानिस नष्ट हुने भयो। मृत्यु आएपछि अब परमेश्वरदेखि मानिस अलग हुने भयो। पाँचौं यही हो कि परमेश्वर चाहिँ आफै मानिस भएर यस संसारमा आउनुभयो। किनभने यस संसारमा जति मानिसहरू यहाँ हामी संसारमा छौँ हामी सबैजना पापी छौँ। हामी सबैजनाले पाप गरेका छौँ र परमेश्वरको महिमा रहित हामी हुन पुगेका छौँ। हाम्रो पाप लगेर हामी कोही पनि स्वर्ग जान सक्दैनौँ। त्यही कारण स्वर्गको परमेश्वर चाहिँ यस पृथ्वीमा मानिसको रूप लिएर आउनुभयो र उहाँ हाम्रो निम्ति कल्भरी क्रुसमा मर्नुभयो।